हेलो नमस्ते सबैजनालाई चुचुलुक्पा आई होप हजुरहरु सबैजना सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु अनि आज चाहिँ असार 15 सबैजनालाई असार 15 को धेरै शुभकामना हजुरहरुले खानु भयो कि खानु भएन दही चिउरा आज चाहिँ स्पेशल डे आज चाहिँ स्पेशल डे हो स्पेशल डेमा चाहिँ स्पेशल डे अब यो चाहिँ के भन्दो रहेछ धानको के भने त्यो मान्छेहरुले चाहिँ काम गरी अब रोपाइहरुमा चाहिँ त्यो दिनभरि काम गर्छ नि त हो त्यसकोमा चाहिँ यो थकाइ मारेर चाहिँ खाने दिन भन्छ हैन थकाइ मारेर चाहिँ खाने दिन भन्दो रहेछ अनि त्यही भएर चाहिँ हामी पनि आज स्पेशल डेमा स्पेशल चीजहरु बनाएर धेरै चाहिँ बनाउँदैन हामी चाहिँ एउटा मात्र अचार बनाउँछ आलुको अनि फलफुलहरु हल्का हुन्छ अनि दही चिउराहरु खाइन्छ हजुरहरुले खानु भयो कि खानु भएन हजुरहरुलाई चाहिँ असार 15 को धेरै शुभकामना हजुरहरु राम्रोसँग बनाएर खानु होला अनि त्यसको पछाडि म पनि खाने छु हजुरहरुले हेरेर साथ दिनुहुन्छ भन्ने आशा राखेकी छु म खेत नभए पनि के छ खानै परिहाल्यो मेरो साथीले चाहिँ के भन्नु भएको छ भने मेरो श्रीमानले चाहिँ के भन्नु हुन्छ खेत नभए पनि पेट छ रे पेट भएपछि खानु परिहाल्छ रे खान त परि नै हाल्छ हैन पेट भएपछि त जे जस्तो भए पनि बनाएर खानु नै पर्ने हुन्छ त्यही भएर चाहिँ म आज बनाउन गइरहेको छु है त साथीहरु हेरेर साथ दिनु होला कमेन्ट गर्नु होला लाइक गर्नु होला सपोर्ट गर्नुहुन्छ भने त आशा राखेकी छु मैले चाहिँ आलु किनेको आलुको अचार बनाउनको लागि आलुको अचार हैन आलु फ्राई गरेर बनाउनको लागि मलाई एकदम मिठो लाग्छ हैन किनकि दही चिउरा खाइसकेपछि दही चिउरासँग त केही न केही त हुनु पर्यो नि त एउटा सब्जी हैन त्यही भएर मैले चाहिँ आलु फ्राई गर्नेछु अनि मैले चाहिँ यहाँ राखिसकेको छु यसमा चाहिँ आँप काटेर अनि यो चाहिँ स्याउ काटेको छु अनि यसमा चाहिँ केरा छ हामी अब जतिजना छ त्यतिजनालाई धेरै खानु हुन के त्यही भएर चाहिँ अब सबै गर्दाखेरि त यति धेरै हुन्छ नि त त्यही भएर चाहिँ धेरै खाइँदैन खोजेर खाइन्छ अनि फेरि कसैले खान पनि मिल्दैन हैन घरमा चाहिँ अब बुहारीहरूले खान मिल्दैन चिउराहरू चाहिँ अनि त्यही भएर चाहिँ उहाँको लागि चाहिँ मात्र जस्ट ओन्ली के अरे दही मात्र राखिदिनेछु अनि मैले बिहान काट्नु पर्यो कसमको लागि के बनाएको के भने कति गर्छु एउटा ए अनि त्यस्तो हैन सिङ्गल चाहिँ एउटा भने के तपाईले सिङ्गल दुईटा भने यसमा खाने के हो अनि हामीसँग चाहिँ मेवा पनि छ धेरै पाकिसक्यो अस्ति पाकेको छैन भने ग्लास चाहिँ पुरै गुड ड्राई के गरे गुड उठाएर राखेको कतिलाई पाकेछ अब खानुपर्छ सबैजना मिलेर हामीसँग आलु रेडी भइसकेको छ अनि त्यस पछाडि जुन पनि ल्याइसकेको छु अब चिउरा आउन बाँकी छ चिउरा आइसकेपछि सब रेडी गर्छु म फेरि देखाउने छु हेर्दा त बास्न मिठो छ खाँदा पनि साह्रै मिठै होला रेडी सात्दिनु होला है अब चाहिँ हामी
याद गर्दै ल हेर असार 15 अँ जुजु त होइन यो जुजु त त्यो खाऊ भने नभए पनि त्यो खाऊ जुजु त राख्दैछौँ हामी चाहिँ आज असार 15 को ल्याएर खायो मलाई चाहिँ नदेखाऊ है म पनि कस्तो नदेखेको पुरैमा पनि अचार लाग्नुपर्छ नि त त्यही भएर हुन्छ अचार पनि बनाएको छु ग्रेभी पनि देखाऊ सबै देखाऊ त्यसरी मलाई यसो समय दियो म त फाइ सबै यहाँ गरेँ हाँसी खुसी गरेर खानुपर्छ ज्यादा चाहिँ जा यो दही जुजु दौ यो उस बनाइसक्यो ह्याप्पी असार 15 खायौँ हामीले चाहिँ मनाएर तपाईँहरू पनि खानुभयो कि खानु भएन हामीले खाँदैछौँ आलु मिठो छ अलिकति चुरा हाल्ने हो कि त्यो आलुमा आलु जस्तो खाने त तिम्रो हातै छिटो भयो हामी चाहिँ असार 15 मानेर पनि खाइसकेर पनि म चाहिँ रुममा झरिसकेको छु अनि झरिसकेको छु अब परे भात खाने हो एकछिनमा उता बाई बाई ह्याभ अ गुड डे ह्याभ अ असार 15